नमस्कार सम्पूर्णलाई म तपाईँलाई भिडियोको बारेमा केही देखाउनेछु। के छ यहाँबाट छिरेर कहाँ निस्किने अरे? सिधै स्वर्ग गएर नर्क निस्किने हो कि स्वर्ग गएर अर्को स्वर्ग? यहाँबाट हामी छिरेर होइन, यो 8 नम्बर गेट। यस्तो गेट चाहिँ कतिवटा छ? 9-10वटा कतिवटा छ। यहाँबाट वहाँ पारी निस्किन्छ एउटा पारी, माथि चाहिँ यत्रो बजार छ होइन। अब म यता अगाडि गएर देखाइदिएको छु तपाईँलाई। यतातिर यो माथि चाहिँ यो बाटो, तल चाहिँ सुरुङ मार्ग छ। यता बाटो यताबाट माथिबाट हिँड्नेछ अहिले। त्यसपछि बाटो छिरेर सानो म चाहिँ अहिले माथिबाट आएको छु है। बाटो पार गर्नलाई हामी तलै जानुपर्छ है। यहाँबाट त्यसरी यहाँ तल चाहिँ मेट्रो रेलहरू कुद्ने टक्क एउटा त्यहाँबाट छिर्ने लिफ्ट आयो, एउटा यहाँबाट छिरेर त्यहाँ निस्किने, अनि यहाँबाट छिरेर वहाँ पारी निस्किने। धेरै छ यस्तो जराहरू, पारी पनि छ। कोरियामा के अरे मान्छेले भन्नु, हामी नेपालीको भन्ने भने चाहिँ नेपाली हिँड्दैन, कोरियाले चाहिँ हिँडेदैन। नेपालबाट कोदोको पिठो लाएर खाएको देश, अहिले यो कोदोको पिठो लाएर खाएको देश भन्यो भने यहाँको भोटेहरूले हामीलाई देश निकालेर गरिदिन्छ क्या। त्यस्तो भइसक्यो। अब कसले गर्यो किन गर्यो त्यो त मलाई थाहा भएन। यो विषयमा म त्यति जानकार चाहिँ छैन। यो सानो विकास छ, यो चाहिँ एउटा सानो सिटी हो। ठुलो सिटीमा हामी जो यहाँको मेन सिटी, मैले क्यामेरा गर्दै यस्तो आयो, यहाँ मान्छे हराएको भन्ने सूचना आइसक्यो। अब यहाँबाट तल झर्ने होइन, यहाँबाट तल गइसकेपछि चाहिँ यो लगभग तपाईँको जमिनदेखि 3 तला जति तल छ। माथि अब पानी आउँदा यो पर्दा होसियार हुनुहोस् भनेर लेखिरहेको छ। त्यसपछि अब तल आइसकेपछि तल आएर यो तल एउटा सपिङ एरिया छ कि पुरै सपिङ एरिया छ। यो पुरै त्यो तल र माथि उस्तै लाग्छ क्या। यो म चाहिँ जमिनको 3 तला तल छ। यो चाहिँ मेनमा 3 जमिन छ, गाडी बजार सहर छ, त्यसको मुनि अन्डरग्राउन्ड जस्तो भूमिका। अनि यो गइसकेपछि अब यता तल गइसकेपछि म जमिन मुनि छु भन्ने कुरा त अब अनुमानै गर्न नसक्ने जस्तो कि अनुमानै गर्न नसक्ने खालको। आज बिदा भएर धेरै सटरहरू बन्द छन्, शनिबारको दिन भएर। म चाहिँ सानो बजार एरिया अलिकति सुनसान छ। ठुलो यहाँको राजधानी अनि अर्को ठुलो सहरतिर गयो भने त यस्तो छ। यो चाहिँ रेल चल्न जाने ठाउँ भनेर लेखेको। त्यसपछि यहाँबाट यता गयो भने चाहिँ यो चाहिँ रेल आउनु भएर कुदेर आउँदैछ कि मान्छे। अब यहाँबाट तल गएर त्यहाँ ट्रेनहरू आउँछ। अब यहाँबाट तल जाँदा चाहिँ पैसा लाग्ने भएर म रेलमा चढ्न आवश्यकता नभएर गइदिएँ तल होइन। अब यहाँबाट म माथि निस्किसकेपछि अब टक्क फेरि पारिपट्टि पुगिसक्यो। 3 नम्बर उहाँ त्यो ठुलो बिल्डिङको अझ पछाडि थियो। उहाँ पारिबाट यहाँ तलैबाट कस्तो छ सोच्दा पनि